नमस्कार। आज म मस्तिष्क र मनबीच के फरक तथा अन्तर्सम्बन्ध छ भन्ने सम्बन्धमा केही कुरा भन्दैछु। मस्तिष्क यो भौतिक अङ्ग हो। यो न्युरोन, रसायन जस्ता तत्त्वहरूले बनेको हुन्छ भने मन हाम्रो इच्छा, चाहना, सोचको समूह हो। मस्तिष्क यो दृश्य हुन्छ, यसलाई छुन सकिन्छ, तर मन अदृश्य हुन्छ। कहाँ रहेको छ शरीरभरि हामी देख्न सक्दैनौँ। त्यस्तै मस्तिष्क हार्डवेयर हो भने मन सफ्टवेयर हो। यदि मस्तिष्कमा समस्या आयो भने हाम्रो सोच, व्यवहार सबै कुराहरूमा परिवर्तन आउँछ। मस्तिष्कले हामीलाई कुनै कुरा निर्णयमा जानुभन्दा अघि त्यहाँको सामाजिक मूल्य मान्यता, नैतिकता, नियम कानुन सबै कुराहरूलाई मन्थन गरेर तर्कसङ्गत रूपबाट बुझेर अनि मात्रै निर्णयमा पुग्छ। यसको असर कस्तो हुन्छ त्यो सम्बन्धी समेत मन्थन गर्दछ। तर मन चाहिँ यो प्राकृतिक रूपमा उत्पन्न हुन्छ। हाम्रो सोच एकदम हतारमा गइरहेको हुन्छ, दौडिरहेको हुन्छ। त्यसैले यदि मस्तिष्कको सहारा लिएनौँ भने हामीले धेरै गल्ती गर्न पनि सक्छौँ, किनकि हामी तुरुन्त प्रतिक्रिया दिन्छौँ। हामी कसैले केही भन्ने बित्तिकै रिसाइहाल्छौँ भने हाम्रो मनले मस्तिष्कसँग केही पनि सोधेन भनेर जान्नुपर्दछ। यदि सोचेको भए यो ठाउँमा मैले यो बेलामा रिसाउनु हुन्थ्यो कि हुन्थेन भनेर आफूलाई संयमित बनाउन सक्थ्यो। त्यसैले मनले मस्तिष्कको सहारा लिने हो भने समस्याहरू आउँदैन। जस्तै कसैलाई रसबरी खान मन लाग्यो, रसबरी छ, नजिकै छ भने उसले यो रसबरी खाँदा मलाई कस्तो असर हुन्छ, मेरो डायबिटिज बढिरहेको छ भने रसबरी गुलियो हुन्छ, मुखमा त पानी आइरहेको छ। यदि मैले खाएँ भने यसले मलाई समस्या बनाउँछ, हस्पिटल जान पर्छ भन्ने कुरो राम्ररी सोच्यो भने उसले रसबरी खाँदैन। यसबाट हामीले फाइदा पनि लिन सक्छौँ। त्यसै गरी परिवारमा पनि परिवारका सदस्यहरूको मन र मस्तिष्क कस्तो छ भन्ने कुरा जानियो भने त्यसलाई समयमा नै हामीले निराकरण गर्न सक्छौँ। जो देशको प्रमुखहरू छन्, प्रधानमन्त्री छन्, राष्ट्रपति छन्, मन्त्री छन्, उनीहरूले देशको बारेमा राम्ररी सोचे भने, राम्ररी तर्कसङ्गत युगबाट गयो भने, मन र मस्तिष्कलाई राम्ररी प्रयोग गर्यो भने देशका जनताहरूले दुःख पाउनु पर्दैन। त्यो देश थोरै समयमा पनि अगाडि बढ्न सक्छ। धन्यवाद।